आजको दिन धेरै खुसीको खबर छ साथी हो। विज्ञान तथा नवप्रवर्तन मन्त्रीको रूपमा हामीले डाक्टर महावीर पुनलाई पाएका छौँ। भनेर एकहोरो कहाँ करा जस्तो कराउने मान्छे मै हो। अब कराउँदा कराउँदै फेरि आफै त्यही पासोमा परियो हैन। अब जे परे पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न, दिमागमा आए जति, बुद्धिले भ्याए जति गर्ने हो। अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन। अब भोलि के गर्नुहुन्छ, के छ प्लान भनेर सोध्नु होला, त्यो नसोध्नुहोस्। किनभने 1% बजेट परेको छ तपाईको यो मन्त्रालयको लागि। 1% भन्ने धेरै पैसा होइन। पहिला कुरा 1% भन्ने मैले अस्तितिर पनि भनेको थियो। अहिले चाहिँ यो टिको लाउन पुग्छ, दसैँमा राम्रोसँग टिको लाउन पुग्छ भनेको छु हैन। अब यो कुरा चाहिँ कन्टिन्युस हुनु पर्यो र चाहिँ अब कमसेकम पनि विज्ञान प्रविधिको विकास कति हुन्छ भन्ने कुरा देखाउनलाई 10 वर्ष लाग्छ। त्यो 1-2 महिनामा यो चाहिँ चमत्कार